आज जरु बोल्ट्सले 24 रनले पराजित भएको छ। अनिल शाह बडो घमण्डको साथमा भनेको थियो हामी त एकपटक जितिसकेका छौँ, हामीलाई प्रेसर नै छैन, अरू टिमलाई प्रेसर छ, हामी त जितिसकेका छौँ। अच्छा, अनिल शाहको टिम मिटिङमा भाषण कस्तो हुन्छ होला कल्पना गर्नुहोस् त। म एक्सप्लेन गर्छु, म कल्पना गरेछु उहाँले चाहिँ भन्नुहुन्छ होला यो गेम हारे पनि हामीसँग अर्को गेम हार्ने मौका छ साथीहरू, डोन्ट वरी, लगातार 3वटा हारिसकेछौँ तर अर्को म्याचमा फेरि हामीलाई हार्ने मौका छ साथीहरू, डोन्ट वरी। अच्छा, जनकपुर बोल्ट्सको क्याप्टन अनिल शाह, तपाईँलाई के लाग्छ उहाँ ब्याटिङ गर्न आउनुहुन्छ? नो 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 भाइ, उहाँ आउनुहुन्छ पिच चेक गर्न। उहाँ पिच चेक गरेर नै जानुहुन्छ, पिच कस्तो छ भनेर प्लेयर्सहरूलाई बताउनुहुन्छ, आफ्नो प्लेयर्सहरूलाई पिच आज कस्तो छ भनेर उहाँ पिच चेक गरेर जानुभयो। 3वटा म्याच भयो, 3वटै म्याचमा पिचको कन्डिसन बुझेर उहाँ फर्किनु भयो। पेभिलियनमा यस्तो छ होइन, पेभिलियनमा एउटा म्याग्नेट लागेछ क्याप्टन अनिल शाहको लागि, त्यहाँ गएर छिट्टो आऊ तान्छ पेभिलियनले उहाँलाई, यो तानेर उहाँलाई लिएर र यो 3 म्याचमा तपाईँलाई थाहा छ जनकपुरको क्याप्टन अनिल शाहको ठुलो सर्ट के हो तपाईँलाई थाहा छ? म बताउँछु। अनिल शाहको ठुलो सर्ट यही हो कि उहाँ यदि बललाई मिडल गरेर एक सिङ्गल लिनुभयो, त्यो नै उहाँको चाहिँ ठुलो उपलब्धि हो, ठुलो सर्ट हो। र उहाँको मात्र होइन, जनकपुर बोल्ट्सको सबै प्लेयर्सहरू जति पनि छन् सबैको यस्तै कहानी छ, सेम टु सेम। उहाँहरू सेम टु सेम, अरे यार हाम्रो क्याप्टन साहब यस्तै हुनुहुन्छ भने हामीलाई के टेन्सन, वान डे हि फिनिस्ड जनकपुर बोल्ट्स। पर्फर्मेन्स नगरे पनि प्रेसर अरू टिमलाई छ साथीहरू, उहाँको अब क्याप्टन नै भनिसक्नु भएको छ हामीले पर्फर्मेन्स दिनु छैन, हामी जितिसकेका छौँ। अब अरू टिमलाई यस्तो भइरहेछ कि हामी 4-5 चोटि जितिसकेका छौँ, 4-5 सिजन भइसकेका छौँ, 4-5 सिजनमा हामी नै जितेको छौँ, प्रेसर अरू टिमलाई छ। मतलब राजस्थान रोयल्सको सिद्धान्तमा उहाँ हिँड्नु भइरहेको छ।